अहिले चाहिँ हामी हेलो जयमसी कन्फरेन्समा युबिएनसिए कन्फरेन्समा जाँदैछौँ अनि मेरो छोरी पनि रेडी भइरहेछ। आज चाहिँ हामी जाँदैछौँ कन्फरेन्समा अनि हामी पर्खिरहेछौँ साथीहरूलाई आइपुग्नु भएको छैन। यता हाम्रो भिडियो डार्क ओरेन्ज भनौँ होइन, डार्क ओरेन्जको एउटा जुत्ता थियो, त्यही पनि काँटा भएको, सबैले लाउँथ्यो, मलाई मनपर्ने। कुकुले जुत्ता किन्नु भयो, स्कुल जाँदा त्यही बिहेमा त्यस्तो हुन्थ्यो। तपाईँले त कहानी सुनिसकेर यहाँनिर फोटोसुट गर्दै अनि फेरि हामी साथीहरूलाई पर्खिरहेछौँ। कतिजना आइपुग्नु भएको छैन अनि यहाँ मेरो बेबी खेलिरहेछन्। एगेन स्टोरी फेरि कन्टिन्यू भइरहेको छ यहाँनिर। भेनमा खेल्नु हामी भेनमा चढिसकेका छौँ। हामी भेनमा चढ्न आँटेका छौँ। हामी जयमसी सबैजनालाई आज हामी कता जाँदैछौँ? ल हुन्छ, एक्साइटेड हुनुहुन्छ नि? यो चाहिँ म अनि एकदमै ह्यान्डसम सबैजना मिलेर गीत गाउँदै हामी अब युबिएनसिएको कन्फरेन्सतिर हामी लाग्यौँ। गीत गाउँदै रमाइलो गर्दै अनि कति छिटो हामी आइपुगेछौँ अनि अब हामी भित्र जानेछौँ। अलरेडी लेट भइसकेको छ अनि अघि सुरु भइसकेको छ। अब हामी सबैजना भित्र जानेछौँ। भित्र सफा पर्ने होइन, मैले चाहिँ भनेको पुरा पूजा स्याम्पल नै गर्नु पऱ्यो सबै। Conference has already started, so we are heading to register and then we go inside and I'll show you everything. We were created relationally and we thrive when we are socially connected to others. Amen. हामी चाहिँ यति बेला बढ्न सक्छौँ, यति बेला हामी थ्राइभ गर्छौँ जब तपाईँ म लोकल मण्डलीमा आबद्ध छौँ। तपाईँ म टाढा रहेर, मण्डलीदेखि टाढा रहेर, मण्डलीदेखि पर रहेर तपाईँ म केही पनि गर्न सक्दैनौँ। अनि द 16th century को रिफर्मर जन क्याल्भिनले पनि यसरी भन्नुभएको थियो कि इफ वचन चाहिँ एकदमै पावरफुल थियो। इट वाज निडेड अनि according to the theme was how to love church अनि एकदमै इन्फर्मेटिभ एकदमै राम्रो थियो। ल योसँग 5वटा भयो अन्डा खाएको मैले। 12वटा त खाइसक्नु भयो। मेरो बेबीलाई चाहिँ मैले घरबाटै केही कुराहरू लगेको थिएँ, उसको खानेकुरा, अनि सो उसलाई पनि मैले खुवाइदिएँ। 10 मिनटको ब्रेक थियो अनि यहाँनिर हामी स्न्याक्सहरू लिइरहेका छौँ। हामीले केही पनि नखाइआएको थियौँ, सो दे हेभ लिटल स्न्याक्स देयर, सो हामीले त्यो खायौँ। आफ्टर ब्रेक वी हेभ स्मल वर्सिप मोमेन्ट अनि यसको अडियो नै आएन, सो आई कुडन्ट एबल टु सो यु। अहिले चाहिँ हाम्रो सेवा सकेर फोटो सेसन हुँदैछ। घर जान्छु। फोटोहरू खिचिसकेर अनि हामी प्रार्थना गरेर हामी फेरि घरतर्फ लाग्यौँ। गीत गाउँदै रमाइलो गर्दै हामी फेरि घरतर्फ फर्क्यौँ। जस्तो तिमीलाई
पानीको तृष्णा छ त्यस्तै मलाई त्यसको माया छ गर्न सक्छौ सैतानको बारालाई तोडेपछि देख्छौ तिमीले कलबारीमा तुसको छ तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई त्यसको माया छ तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई त्यसको माया छ निम्ति हामी सबै मिलेर करुणामयमा कलबारीमा तुसको तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई तुसको माया छ तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ गीत गाउँदै रमाइलो गर्दै अनि परमेश्वरलाई महिमा गर्दै हामी वर्सिप गर्दै घरतर्फ लागिरहेका छौँ अनि भिडियो चाहिँ यति लामो भइसकेको छ यसको प्रेम सारा सारा मलाई त्यसको प्रेमले अहिले भर्खर हामी यहाँ घर सुरक्षित साथ आइसकेका छौँ Through this vlog, I would like to thank all EFC family for praying and providing a van. अनि साङ दाजुलाई धेरै धन्यवाद जसले हामीलाई ड्राइभ गरेर लानुभयो and thank you all for watching. Bye bye. यसको प्रेम सारा सारा